वेलकम छ मेरो साथीहरूलाई। हेर्न सक्नुहुन्छ यो चाहिँ जिङ्गर हो हैन। यसलाई चाहिँ समथिङ पाक्नलाई समथिङ 8 मिनेट जति लाग्छ। हेर्न सक्नुहुन्छ। म चाहिँ यसको फुल प्रोसेस देखाउँछु आज स्यान्डविच बनाउने तरिका। हेर्न सक्नुहुन्छ यो चाहिँ रोटी हैन। बस यो चाहिँ अरेमा चाहिँ यसलाई पटाटिस भन्छ हैन। आलु हो बस। यो चाहिँ चिकन है, अघि देखाएको मैले। यो चाहिँ चिकन हो। हेर्न सक्नुहुन्छ। यसमा चाहिँ हामी अब लेटेस हाल्दिने है। लेटेस हाल्दिने अनि माथिबाट जान्छ सस।